त्यो अन्त गाडी उठाउन आएको थियो अब फेरि यता ग्रोसरी चाहियो भनेर आएँ यता फुड खान्छ के चाहियो मलाई दुध चाहियो अरू खाइन्छ चिया कमिङ थ्रु द ग्रोसरी ब्लक अनि फेरि के भयो like covering up is ending starting with the milk ending with the mushroom पे गरौँ टोटल त कति भयो 44 यति जाऊ अनि त्यसपछि गाडी रेडी भयो फ्लावर्स छोरीलाई पनि जायो एलिभेटरमा चप्पल लगाएर बसेछ खासमा गाडी पिक गर्न आएको मान्छे तर ठिक छ बाई बाई हाम्रो प्यारो गाडी अनि हाम्रो अर्को प्यारो गाडी दुईवटा प्यारा प्यारी छन् अब कतापट्टि यता ड्युटी राख्नुपर्छ जाँदैछ मेरो पास्ता बोय त्यसपछि के भन्छ त्यसलाई के अरे मसरुम काट्नु छ मसरुमहरू अनि हर्ब्सहरू काट्छु म बोइल भइरहेछ हल्का ओइल एड गरौँ यो चाहिँ मेरो तोरीको तेल ग्यासबाट त्यति तेल भन्दा हुन्छ देन बन्द गरौँ त्यो भेजिटेबल ओइल रहेछ sir very solid herbs stuff सब क्लिन गर्नु पनि भएको छ on गरेर लाइक मुभ गरेर होइन प्यानमा के चाहियो प्यान र बटर चाहियो हाम्रो पास्ता पाकिरहेछ यता हाम्रो बटर मिल्क हाम्रो पियाज हालिदिने होइन पाप्रिका हाल्ने रेड कलर कति यसलाई हल्का स्टिर गर्ने and then time for हाम्रो प्यारो मसरुम होइन मसरुम हालिदियो यसलाई पकाउनु सुप लाग्दछ के भयो साह्रो दाँतले तान्दा चाहिँ म साह्रो चिज पार्मेसन चिज अलिकति हाल्ने पकाउने अहिले यति हाल अहिले पास्ता हालेपछि अझै थप्नु पर्यो अब यसलाई हल्का सुकाउँछु थिक बनाउँछु त्यसपछि पास्ता एड गर्नुपर्छ हल्का थिक भइसक्यो अब ग्यासलाई हल्का लो गरेर एड गर्नुपर्छ हाम्रो पास्ता टङ छैन कि मसँग टङ ह्याप भयो कहाँ थियो मसँग केही पनि छैन क्या त्यसमा हिजो भर्खर आएँ अब मिक्स गर्ने मजाले पुगेन भने अहिले एड पनि गर्नुहुन्छ लुकिङ गुड जुम गराउनु अझै जुम गराउनु अलिकति हाम्रो हर्ब्स ग्रिन छ होइन म ग्यास अफ गरेँ अब यहीमा हालिन्छ त्यो अलिकति स्टिकी भएको रहेछ अब यहाँबाट टपिङ हालिन्छ हाम्रो हर्ब्स कहाँ गयो होइन अझै काट्नु ग्याप त चाहिँदैन डन आजको के भन्छ फुड रेडी अब हाम्रो त्यहाँ भएको बाँडा माझ्ने त्यसपछि खाने अनि त्यही गाइज थ्याङ्क यू सो मच फर वाचिङ मलाई अब खानसान खान्छु त्यसपछि एडिट गर्छु अपलोड गर्छु सी यू सुन लाइक सेयर सब्सक्राइब गरिदिनु ल चियर्स हात पनि रहेछ त्यही एउटा छ खाना यो त अर्को अगाडि गइसकेको थियो मैले एन्ड डन
बाई।